हेलो गुड आफ्टरनुन एभ्रिवान, स्वागत छ तपाईँहरू सबैलाई मेरो लन्चको भिडियोमा। अनि आज ट्युजडे स्पेसल चाहिँ के पाएको छ त तपाईँलाई म देखाउनु गइरहेको छु है। हेर्दै गर्नुहोस् होला, बारी गरेर तपाईँलाई म देखाउँछु आज के पाएको छ हाम्रो मेसमा भनेपछि सर्वप्रथम आयो तपाईँको पहिला प्लेन राइस। अनि यो भयो तपाईँको पाहाडको काँक्रा, यो चाहिँ है डल्ले खोर्सानी हालेर बनाएको छ, बयमको डल्ले खोर्सानी चाहिँ अस्ति साथीले बनाएको है, देख्न सक्नुहुन्छ हो। काँक्राको अचार जस्तै बनाएको छ डल्ले खोर्सानी हालेर। अनि यो भयो तपाईँको केरा र आलुको सब्जी। अब केराको सब्जी चाहिँ मलाई मन पर्दैन, तर अब नाइ नास्तीले गर्नु भएन है, खानै पर्यो, जे पाके त्यो खानै पर्यो हो। अनि यहाँ छ तपाईँको अमिलो दही भइहाल्यो, छुट्याउनु नहुने मेरो, देख्न सक्नुहुन्छ हो। अनि अर्को के छ त भनेपछि चाहिँ आज चाहिँ अब अस्ति साथीले चाहिँ यहाँ आलुको झोल बनाएको थियो, मिठो पकाउँछोले खानाहरू चाहिँ, अनि मलाई पनि चाख्नु दिएको थियो, चाखा भनेर है। यी देख्न सक्नुहुन्छ आलुको झोल भइहाल्यो हो। अनि यो भइहाल्यो तपाईँको मेसको दाल, यी देख्न सक्नुहुन्छ मुसुरी दाल छ हो। अनि अर्को आइटम के छ त भनेपछि चाहिँ अब हिजो माछा खाएको, अस्ति खसीको मासु खाएको हो। अनि आज चाहिँ त्यसको डेट हो भनेपछि चाहिँ आज चाहिँ हो अन्डाको डेट है। एक करी छ, दुईवटा गरेर दिएको छ है, रातो गरेर बनाएको छ, देख्न सक्नुहुन्छ त्यसो होला है। त्यही चाहिँ साथी हो है, अन्डा भइहाल्यो, अनि दाल भइहाल्यो, यो तपाईँको आलु झोल भइहाल्यो, यो दही भइहाल्यो, अनि यो तपाईँको काँक्राको अचार, अनि केरा र आलुको सब्जी र प्लेन राइस। ल साथी हो अब ग्ल्याम खाएर एकछिन रेस्ट गर्छु, राति फेरि ड्युटी चला साथी। बाई बाई एभ्रिवान।